हेर्न ब्रेकै छैन साइकलमा ए बुझी मर्लास भिडियोमा कपिराइट आएन तेरो म धोबी हान्ने हो त्यसलाई सब्स्क्राइब गर्दै भन्नु पर्यो ए त मेरो भिडियो सब्स्क्राइब गरिदिदिन ल गाइस हामी अब यसको टुप्पोमा चढ्नेवाला छौँ के कस्तो रहेछ हेर्नु सक्नुहुन्छ तपाईँ होइन यसको टुप्पोमा हेलो एभ्रिवान नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदमै सन्चै छु आज मैले नयाँ ब्लग ल्याएर आइसकेको छु तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो हुन्छ ब्लग यसको ब्लग सुरु गरौँ आज पहिलो मेरो कुकुरबाट मेरो कुकुर चाहिँ हेर न कस्तो बसिरहेको छ यहाँ पागल भएर पप्पु पप्पु के भयो चिलायो के भयो बाबु तिमीलाई चिलायो क्या हो शरीर चियो आइज यहाँ आइज पप्पु कम हेर्न सक्नुहुन्छ यो चाहिँ भनेको मान्छे होइन जे होस् मेरो गाउँको सबभन्दा सोझो कुकुर भने चाहिँ मेरो मात्र छ होइन अरू कसैको छैन किनभनेपछि यसलाई मैले धेरै माया गर्छु नि त त्यही भएर यसले सब भनेको मान्छ होइन जे होस् यसले नबोल्न सके नि सब भनेको मान्छ कि गाई छैन त्यही भएर सबभन्दा वफादार भनेको कुकुर हुन्छ होइन मलाई चाहिँ सबभन्दा मनपर्ने भनेको जनावरमा कुकुर हो कुकुर त मलाई कत्रा मनपर्छ नि फेरि यसले नुहाउनु दिन्न क्या गाई छैन अरू त ठिकै थियो यसले नुहाउनु मात्र दिन्न अरू त बबाल लाग्थ्यो केही लाग्दैन हेर्नुहोस् यस्तो किन्नाहरू हुन्छ नि योमा म यस्तरी टिपेर फालिदिन्छु हेर्नु हेर्नुहोस् यो किन्नाहरू देख्नुभयो यो कुकुरको किन्ना सिन्ना लाग्यो भने म टिपिदिन्छु कहिलेकाहीँ टिपेर मार्ने काम पनि भइहाल्छ फेरि यो मान्छेमा चिप्क्यो भने त फेरि खतरा हुन्छ रोक अब मान्छेमा चिप्क्यो भने त खतरा हुन्छ खोइ अरू कहीँ लागेको थियौँ कि अरू कहीँ पनि छैनन् यसले नुहाउन दिन्न त्यही हो अन्त यसको बानी बेहोरा त खतरा छ यसले नुहाउनु मात्र दिन्न पप्पु चल आइज हेर्न सक्नुहुन्छ यो पप्पुले कस्तो गर्छ ओइ घर आइज घर यहाँ आइज आइज ए कस्तो भने मान्छे देख्नुभयो आऊ देख्नुभयो नि गाई यस्तो भने मान्छ नि मेरो कुकुर यस्तो सोझो छ नि गाउँको सबभन्दा सोझो कुकुर हो कि यसको नाम चाहिँ फेरि मैले पप्पु राखिदिएको छु सानैबाट पप्पु पप्पु भन्ने हुनाले यसको नामै पप्पु भइसक्यो यसले बुझिहाल्छ आफ्नो नाम टक्क पारेसी आइहाल्छ जोस् मेरो गाउँघरतिर त अहिले केही छैन त्यस्तो खासै मभन्दा अगाडि यसले कुद्छ गाउँघरतिर त्यस्तो केही खासै केही छैन अहिले सुनसान छ गाउँघर हरियाली भइरहेछ गाउँछौँ छन् हरियाली भइरहेछ दामी फाइनली हामी दिली भाइको घर पुगिसक्यौँ होइन दिली भाइ ए दिली भाइ जाउँ नि त कहाँ भन्ला चाहिँ घुम्न गइदिउँ नि त भाइ उही यो कति बेला आयो जाउँ भने भात खाले नि त खाना पकाएर अहिले हेर्नु है खाना हेर्नुहोस् गाई होइन यो खाना पकाउने तरिका हेरेर एकतिर मोबाइल चलिरहेको छ एकतिर खाना पकाएर नुन सुन हालिकन हाले अलि नै भयो भने भच्का होला फेरि दिल्लीमा जाने कि नै भन् जाने कि नै गाई यो तल सुतिरहेको छ म यसलाई देखाउनु यो फेरि रिसाउँछ होइन भरकमा देखायो भने यसलाई म देखाउन चाहन्न जाने कि नै भन् म आफैलाई देखाउँछु जङ्गलतिर जाउँ नि त घुम्न आज खान त भात हो नि बनाइहाल्नु त पाकिरहेको छ ए आज खबर त अनि मेरो भिडियोमा कपिराइट आएन तेरो म धोबी हान्ने हो त्यसलाई सब्स्क्राइब गर्दै भन्नु पर्यो ए त मेरो भिडियो सब्स्क्राइब गरिदिदिन युट्युबमा हो सब्स्क्राइब गर्नु टिकटकमा होइन एक सब्स्क्राइब गरिदिनु त आज हो यो यही हो युट्युब आइजे भ्लग रोक अनि पुरा नाम जोकर ताला नोर्दा त्यो नराउन आइजे भ्लग आन जोकर ताल आयो आयो जोकर ताले लेकिन जोकर ताल लेख्न नि आउनु क्या जे एक सब्स्क्राइबर चाहिँ बढ्ने भयो मेरो आज
लेके जोइ यो यस्तरी घरमा छिरेर गाइज हैन मैले सब्स्क्राइब बनाउनु पर्यो खाना बनाए खा जाऊ ओ भैया क्या बन रहा है यार खतरनाक हेर्नु सक्नुहुन्छ रुईको कपडा बनाएर टक्क बिस्तारा बनाउँछन् हैन ट्र्याक्टरबाट पनि आजकल त बिस्तारा बन्ने रहेछ घरमा आउँछ आजकल त बिस्तारा बनाइदिने टक्क घरनिर जाने हो टक्क बिस्तारा बनाइदिन्छ गाइस चिन्तै गर्नु पर्दैन मस्त बिस्तारा बबाल कम्फर्टेबल वाला बनाइदिन्छ मजाले सुन्ने आज त पुरा के हो 12 नम्बरको खानेपानी हो के कस्तो रहेछ भिडियो ल गाइस हामी अब यसको टुप्पोमा चढ्नेवाला छौँ के कस्तो रहेछ हेर्न सक्नुहुन्छ तपाईँ हैन यसको टुप्पोमा चढ्नेवाला छौँ कस्तो छ के छ भ्यू कस्तो देखिन्छ हाम्रो यो 12 नम्बर जुगेडाको भ्यू कस्तो देखिन्छ फाइनल्ली हेर्नुपर्छ जाउँ त तल त खोल्न ढोका भएर मान्छे छन् के भन्दैन के डर नमान्नु भाइ खोल्न जान हेर मिलिहाल्छ नि मान्छे खेल्न भाइ यार यस्तो डर मान्छ यार दिदी त्यहाँ जानु पाइन्छ उता किन हजुर हेर्न जाने हो एकचोटि कस्तो देखिनु रहेछ जान्दिन्न जान्दिन्न हेर्न एकचोटि यसो भ्लग बनाउनु हुन्थ्यो कुकुर बान्नु भयो र कुकुर बान्नु भयो जान मिल्छ होला नि केही गर्ने नि हेर्ने मात्र हो ए चुप्लक त्यहाँबाट एकचोटि भ्यू कस्तो देखिन्थ्यो भनेर हो चुप 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 न हेर्न बाबु यार हेर्नु जानु पाएन अरे भाइ यार अरू पानीको ट्याङ्की गाइस फाइनली हेर्न पाइन्न अरे हैन नत्र माथि जानु हुन्थ्यो रमाइलो गर्नु हुन्थ्यो बबाल भ्यू देखिन्थ्यो कति कराएको ए चुप लाग्यो यार फाइनली कुकुर पनि चुप लागिसक्यो चिनिसक्यो अब आफ्नै गाउँको रहेछ ल नकराउ न किन करायो बाबु अझै पनि कराइ राजु यार जान्न पाइन्न डिली भाइ यार माथि छोड्दे बवाल देखिन्थ्यो भने हैन खतरा देखिन्थ्यो नि हैन माथि गयो त बोरबाट पानी आउँछ खतरा जान्छु भन्न एकचोटि आकाशमा जाउँ कि भाइ यार माथि हेरेर आउन पर्ताबाट जानु मिलिहाल्छ नि पर्ताबाट हेरौँ न जाऊ न बबाल देखिने क्या भ्यू यार माथिको यार आन्टीलाई सोधेर यार हामी थोरै न के गर्ने हो र खतरा पानीको बोर छ यहाँ मोबाइल खस्ला फेरि ड्यामै ड्याम हुन् कि भाइ यार गाइस हाम्रो गाउँको स्विमिङ पुल गाइस स्विमिङ पुल देख्नुभयो हाम्रो गाउँतिर यो भर्ने पानी लाउने हो अनि नुहाउने हो मस्त बबाल मजा आउँछ यो स्विमिङ पुलमा फाइनल्ली यो माथि जान पाए त यस्तो मजा आउँथ्यो नि गाइस हैन जान दिइरहेको छैनन् हामी चाहिँ कोसिस गर्नेवाला छौँ जाउँ त दिल्ली सोधेर जाऊँ म सोधौँ कि जस्तो पनि लागिरहेको छ हैन आन्टीलाई आन्टीले त नाइ भनिरहेको अनि एकचोटि त माथि गएर भिडियो बनाउनु पाए त यस्तो मजा आउँथ्यो नि गाइस फाइनली म सोध्छु ल है गाइस क्यामेरा बन्द गरेर सोध्छु वा खतरा छ हेर डिली भाइ दिदी साँच्ची गरी जान पाइन्न है भ्यू माथिको बवाल छ
ए हेरौँ मात्र भनेको यसो वरिपरिको भ्यू कस्तो आउँथ्यो मोबाइलबाट भनेको त्यही भएर हो खासै हाम्रो काम त केही थिएन माथि जाने एकजना मात्र जान पाए नि हुन्थ्यो यसो एकजना गएर भिडियो बनाएर आउँथे मैले भरे तलै देखाउँथे ल्याएर नै माथिबाट यस्तो वरिपरिको आउने हो नि त हजुरको यस्तो दामी आउँछ के ड्रोन ड्रोन शट जस्तो आउँछ दामी अलि ड्रोन क्यामेराले उडाएर हान्छ नि माथि हेलिकप्टर वाला शट हो त्यस्तो शट आउँथ्यो कि माथिबाट मेरो भ्लगमा अनि अलिकति हजुरको यहाँको हजुर ए जान त मिल्छ दिदी हजुरले हुन्छ भनिदिनु भयो नि अब सोधौँ भनाइ हो त्यस्तरी उटपटाङ गरेर पनि जान्न बिस्तारै जान्छु बिस्तारै तल आउँछु दुईजना गएपछि चकचक गर्ने थियौँ अब एकजना जान्छु नि त म ल हुन्छ फाइनल्ली अब गाइज होइन हामी चाहिँ अब नहेर्ने भयो दिदीको भनाइ मान्ने पनि जाऊँ हुन्छ दिदी धन्यवाद हामी चाहिँ अब लाग्यौँ हजुरले जानिदिनु भएन यहाँनिर छ हजुरको कुकुर भएन भने हो ल ल हेर म उताबाट फर्काएर आउँछु स्पिड यो एक उबिग्रियो क्या अलिकति ब्रेकिङ भयो तर सिकेँ छैन ब्रेकिङ भयो नि त मा कसम भन हेर्न ब्रेकै छैन साइकलमा ए बुझी मर्लास रोक न तर छोड न म बिगार्दैन भयो वाह वर नाइस वाह कन्फिडेन्स बढिरहेको छ गाइज होइन यस्तो बवाल एक यो साइकलवाला मेरो भाइलाई के हुन्ला नि तँलाई किन टेन्सन हुन्ला 10 सेकेन्ड क्या 1 घन्टा भयो भने के हुन्न युट्युबमा भिडियो हाल्नु त गाइस तपाईहरुले सब्स्क्राइब बढाइदिनु भयो भने मैले पनि यस्तो साइकल किनेर कन्टेन्ट बनाउन वाला छु ओ मा उडा सिक्ने न यसरी उडा खाने वाला साइकल किनेर पनि उडाउनलाई कहिले पनि हैन के हुनु पर्छ भने चाहिँ यो सिट मिल्नु पर्छ के सिटको लेभल मिल्यो भने म्याक्सिमम खतरा उठ्यो भने बताउनु नि भाइ आउँछ अटो आउँछन् टाइम लाग्छ फाइनली गाइज होइन हाम्रो चाहिँ ब्लग सकिसकेको छ कस्तो लाग्यो तपाईहरुलाई हैन तपाईहरु कमेन्टमा छोड्न सक्नुहुन्छ आफ्नो मन लागेको कुराहरु के भइराछ कस्तो भइराछ राम्रो भछ कि छैन सब छोड्नु होला किनभने चाहिँ म फर्स्ट भर्खर बनाएर आउँ नि त त्यति खासै मलाई थाहा छैन तपाईहरुले अलिकति मोटिभेसन दिनु पर्यो के मलाई सब्स्क्राइब गरेर हैन मोटिभेसन दिनु पर्यो यस्तो गर्नु पर्यो भनेर भन्नु पर्यो यो भिडियो चाहिँ यति नै बाइ फेरि नेक्स्ट भ्लगमा भेटौँला